के तपाईँ फेसबुक चलाउनुहुन्छ? यदि फेसबुकमा तपाईँ पनि एउटा कन्टेन्ट क्रिएटरको रूपमा काम गरिराख्नु भएको छ, यदि त्यसो हो भने तपाईँ हाम्रो लागि फलोवर्सको र साथीको धेरै आवश्यक पर्छ। अब तपाईँ हामीलाई कसरी इन्भाइट पठाउने, कसरी फलोवर्स बढाउने, म एउटा केही छोटो टिप्स तपाईँहरूमाझ जानकारी गराउँदैछु। भिडियो अन्तिमसम्म हेर्नुहोला र लाइक, कमेन्ट, सेयर गर्न नबिर्सनुहोला। यसको लागि तपाईँको प्रोफाइल ओपन गर्नुहोस् फेसबुकको। त्यसपछि तपाईँ यो आफ्नो प्रोफाइलको मा क्लिक गरिसकेपछि तपाईँले आफ्नो नाममा त्यहाँ गएर क्लिक गर्नुहोस् र त्यसपछि तपाईँको यहाँ एउटा तपाईँको प्रोफाइल ओपन हुन्छ। ओपन भइसकेपछि तपाईँले प्रोफेसनल ड्यासबोर्डमा क्लिक गर्नुहोस्। यदि गरिसक्नुभयो भने तपाईँको यस्तो खालको फिचर खुल्छ। यो इन्गेजमेन्टमा क्लिक गर्नुहोस् र यहाँ तपाईँले क्लिक गर्ने बित्तिकै यहाँतिर देखाउनुहुन्छ यता छेउतिरको पिपल इन्भाइट ग्रो योर फलोवर्स भनेको छ। यसमा तपाईँले ध्यान गर्नुहोला। यो प्राय सबैको फेसबुकमा आउने गर्छ र यसमा क्लिक गर्नुहोला। र यदि क्लिक गर्नुभयो भने तपाईँले फोटो, भिडियो, कुनै पनि रिल्स, टेक्स्टहरू हाल्नुहुन्छ भने तपाईँले साथी नभएको साथीहरूले हेरिरहेको छ भने यसरी यहाँ देखाउँछ। तपाईँले 17 जना इन्भाइट, 13 जना इन्भाइट, 4 जना इन्भाइट भनेर यसरी देखाउँछ। तर तपाईँले पोस्ट चाहिँ निरन्तर राखिराख्नुपर्छ। तपाईँ कुनै न कुनै विषयमा पोस्टहरू भइरह्यो भने यसरी देखाउँछ। र मैले 17 जनालाई इन्भाइट गरेँ र यो 12 जनालाई पनि इन्भाइट गरेँ। 17, 12 अनि तलतिर 4 जनाले गर्दा कतिजना भयो झन्डै। यसरी चाहिँ तपाईँ हामीले इन्भाइट गर्यो भने उहाँहरूलाई यो नोटिफिकेसन जान्छ। नोटिफिकेसन गयो भने तपाईँ हामीलाई या फलो गर्नुहुन्छ या चाहिँ फ्रेन्ड रिक्वेस्ट पठाउनुहुन्छ। धन्यवाद।